नमस्कार। अहिले हामी कीर्तिपुर स्थित टियु क्रिकेट स्टेडियममा पुगेका छौं। त्यहाँ फ्लड लाइटको अन्तिम तयारी के भइरहेको छ र क्यानले इन्टरनल रुममा कसरी काम गरिरहेको छ भन्ने कुरा जानकारी दिनको लागि तपाईमाझ हामी उपस्थित भएका छौं र यो फ्लड लाइटको अन्तिम अलिकति लाइटको अवस्था मिलाउनको लागि मात्रै त्यहाँ कर्मचारी खटिराख्नु भएको छ। लाइटको ब्यालेन्स मिलाइराख्नु भएको छ। यो कुरा तपाईहरुले देख्न सक्नुहुन्छ। त्यो लाइट यो अन्तिम पोल लगभग रेडी भइसकेको छ। त्यसपछि एउटा अन्तिम पोल मात्र लाइट एउटा पनि नहालिएको पोलमा कर्मचारी त्यहाँ खटिने छन् र यो पोल आजै सकिएको लगभग हामीले घोषणा गर्दा पनि हुन्छ। त्यसपछि यो जुन डेली बेसिस टेस्टिङ भइरहेको थियो त्यो पोल त अलरेडी तपाईहरुले देखिसक्नु भएको छ। त्यो लाइट सकिएको। त्यसपछि रह्यो हाम्रो अर्को पोल, यो पनि यहाँ सकिएको छ। तपाईले लगभग 3टा देख्नुभयो। यो 3टा लगभग यो 3टा सकिएको यो दृश्य तपाईहरुलाई माझ हामी देखाइरहेका छौं। यो दृश्य तपाईहरुलाई देखाइरहेका छौं। मजाले हेर्न सक्नुहुन्छ। किन भन्दा हामी तपाईहरुलाई जिन्युन अपडेट लिएर मात्रै आउँछौं र थाहा भएको कुरा मात्रै तपाईहरुलाई यो युट्युब मार्फत तपाईहरुलाई जानकारी दिन चाहन्छौं। किन भन्दा कसैले नभएको कुराहरु पनि जानकारी दिन सक्छन्। त्यसमा तपाईहरु सचेत रहनु होला। यो लाइट लगभग 3टा रेडी भइसकेको तपाईहरुलाई हामीले दृश्यमा देखाउन सक्छौं। यो 3टा लाइट रेडी भएको छ र हाम्रो यो जुन मेन इन्टान्स छ प्लेयर छिर्ने र अफिसियल छिर्ने त्यसमा काम भइरहेको यहाँहरुलाई देखाउन सक्छु। यो पनि यो तपाईहरुले यहाँ मान्छे नै काम गरिरहेको देख्न सक्नुहुन्छ। त्यहाँ माथि भर्खरै एउटा लाइट लिएको थियो। त्यसपछि रह्यो दोस्रो, यहाँ पनि काम भइरहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ पनि मजाले यो डोरीबाट लाइट माथि तानिएर काम भइरहेको छ। लगभग हाम्रो यो पोल आज सकिएला। सकिसकेपछि यसको अन्तिम आज यो लगभग अन्तिम चरणमा भएर रोकिनेछ भने र यो पोलमै आजै फेरि नयाँ कर्मचारी खटिनेछन् र यसको पनि लगभग 15-20 वटा लाइट हालिनेछ र भने भोलि लगभग यो लाइट पनि सकिनेछ। लाइटको अन्तिम तयारी रहिरहँदा भोलि बिहीबारसम्मै निर्माण कम्पनीले यो लाइट हालिसक्ने घोषणा गरेको थियो भने यो लाइट मात्रै बाँकी छ। यो लाइट यहाँ हालिराख्नु भएको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। यो लाइटहरु हालिरहँदा तपाईहरुले देख्न सक्नुहुन्छ। युमा फ्लड लाइटको मात्रै तपाईले दृश्य देख्न सक्नुहुन्छ। हामीले ग्राउन्ड तपाईहरुलाई देखाएका छैनौं र यहाँ पनि मिलाउने काम मात्रै भइरहेको छ लाइट। ल अब तपाईलाई देखाउन सक्छु। यहाँ पनि तपाईको मान्छे राखिनेछ। यो यता एउटा छेउपट्टि यो सबै माटो पुछिसकिसकेको छ। अब त्यहाँ प्यानल बोर्डमा के हुन्छ भने वायरिङको आवश्यक पर्छ। त्यो प्यानल बोर्डमा वायरिङ पनि लगभग सकिसकेको छ। त्यहाँ जेनेरेटरले हाम्रो राति लाइट टेस्टिङ गरिनेछ। यो तपाईले यहाँबाट दृश्य देख्न सक्नुहुन्छ। यहाँ खचाखच हाम्रा दर्शकहरू भरिनेछन् भन्ने यहाँलाई जानकारी दिन चाहन्छौँ। तपाईहरुको अपेक्षा नेपाली क्रिकेटमा सबैभन्दा एउटा स्वर्णिम युग पनि भन्न मिल्छ यसलाई। नेपाल प्रिमियर लिग सिजन 2 को भव्य तयारी भइरहँदा हामीले यसरी कुर्सीमा बसेर हेर्न पाउँछु भन्ने कल्पना सम्म गरेका थिएनौं। तर यो सम्भव नेपाल सरकारले चाहे भने, नेपाल क्रिकेट संघले चाहे भने सबै कुरा सम्भव हुँदो रहेछ भन्ने कुराहरुलाई यहाँहरुलाई जानकारी दिन चाहन्छौँ। त्यहाँ पनि काम भइरहेको छ। त्यो देख्न सक्नुहुन्छ। त्यहाँ जेसीबी छ। यो माथिको जुन रुखहरु थियो रुख सम्पूर्ण रुख काटिदै छ र अब पछाडीपट्टिको जुन रुख छ त्यो पनि काटिनेछ। यो जुन माथिको त्यो बक्स छ त्यसमा चाहिँ हाम्रो क्यामेराम्यानहरु बस्ने छन् र यो देख्न सक्नुहुन्छ। ग्राउन्डमा मैदान जुन पिच छ 8 वटा पिच तपाईहरुले त्यो देख्न सक्नुहुन्छ। रोलरले त्यहाँ दबाई राख्नु भएको छ पिचलाई। पिच 1 2 3 4 5 6 7 8 वटा हो हाम्रो पिच पनि। त्यो जुन कर्मचारीहरु ग्राउन्ड स्टाफहरु खटिराख्नु भएको छ त्यो 8 वटा पिचमा नेपाल प्रिमियर लिगको गेम खेलाइनेछ। 8 वटा पिच मध्ये सबैभन्दा त्यो जुन बीचमा धेरै जना भएर खेलिराख्नुपर्छ त्यो सबैभन्दा बढी रन हुने पिच पनि हो। र कोही यहाँ पानी हालिरहेका छन् भने, कोही ग्राउन्ड चारिरहेका छन् भने, कोही आफ्नो इन्टरनल रुममा तपाईहरुले देख्न सक्नुहुन्छ। यो भिआइपी माथि सोफाहरु जुन राखिएको छ त्यहाँ
नेपाल VVIP बस्नुहुनेछ त्यहाँ। त्यसपछि तल्ल भनेको कमेन्टेटर र TCM को टिम बस्नेछ भने जुन यो यतापट्टिको जुन छ यो T20I ट्रायङ्गुलर सिरिज लेखेको छ त्यहाँ मिडिया बक्स बस्नेछ भने यहाँहरूलाई जानकारी दिन चाहन्छौँ। एउटा जुन त्यो हाम्रो यतापट्टि सेतो खाली ठाउँ छ त्यसमा हाम्रो अर्को एउटा स्कोरिङ बोर्ड जस्तो डिजिटल देखिने त्यहाँबाट त्यो पनि राखिनेछ भन्ने कुरा जानकारी दिन सक्छु। त्यहाँ विभिन्न किसिमका कामहरू भइरहेका छन् त्यहाँ त्यो कुरा देख्न सक्नुहुन्छ तपाईहरुले। र यहाँ स्पोन्सरको लागि पनि नेपाल क्रिकेट संघ क्यानले आफ्नो इन्टर्नल रूपमा काम गरिरहेको छ। यो 2-3 दिनमा सकिन्छ र रातारात नेपाल क्रिकेट संघले काम गर्छ। यसमा पनि मान्छे राखिनेछ। यहाँ फलामको GI राखेर त्यसमा मान्छे राखिन्छ। यो कुरा तपाईहरुले देखाउन सक्छौं हामी। विभिन्न किसिमको काम भइरहेको छ यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ कर्मचारी त्यहाँ फलामका डन्डी लिएर मिलाउने काम भइरहेको छ र दर्शक पछाडीबाट यसरी आउनेछन्। त्यहाँ पनि एउटा गेट बनाइएको छ। यस्तो दृश्य देख्न सकिन्छ। यो यसरी हेर्दा ग्राउन्ड कति देखिएको छ। त्यहाँ कुर्सीहरू यसरी देखिरहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। विभिन्न किसिमले विभिन्न तरिकाले काम भइरहेको छ। त्यहाँ JCBहरू पनि बाहिर लागिरहेका छन्। रुख डाल्ने काम पनि भइरहेको छ। त्यहाँ विभिन्न किसिमका कामहरू भइरहेका छन्। नेट इन्टरनेटदेखि लिएर विभिन्न स्पोन्सरहरूले आफ्नो इन्टरनल रूपमा गर्ने काम पनि भित्र रूपमा काम गरिरहेका छन्। लाइटको छाया पर्छ भनेर यो रुखहरू पनि काटिएको छ। विभिन्न किसिमका रुख काटिएर एउटा मात्र यो रुख काटिने छ। केही समय पछाडि यो NPL सकिएपछि मात्रै काटिने छ। एउटा रुख मात्रै बाँकी छ। यहाँ देख्न सक्नुहुन्छ। यो अब तपाईलाई हामीले ग्राउन्डको भाग देखाइरहेका छौं। ग्राउन्डको भाग कति हरियाली देखिएको छ। त्यहाँ लाइट पनि देखिरहेको छ। 3टा लाइट देख्नुस्, 2टा सम्पन्न भइसकेको छ। यति भन्दै तपाईहरु माझबाट हामी छोटो मोटो मन्तव्य राख्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार। जय क्रिकेट, जय देश र नेपाल प्रिमियर लिग सिजन 2 को भव्य सफलताको शुभकामना दिँदै यहाँबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार। जय क्रिकेट।